हेर्नु न कस्तो डेन्जर बाटो वहाँदेखि हिँड्दै आएको हामी त्यो भन्दा नि माथि गएको गाइज यस्तो बाटो म चाहिँ हाम्रो सुमित्रा दिदीसँग आएको उहाँले अब यति यस्तो बाटोमा त स्कुटी डबल हिँड्नु भएन भनेर रोकेर आउँदै हुनुहुन्छ म चाहिँ हिँड्दैछु अब धेरै छैन बाटो छन त यहाँबाट हेर्नु पुरै नजारा देख्न सक्नुहुन्छ हजुरहरूले दामी छ नि हेर्नुहोस् त घरमा नि फेरि ढिला भइसक्यो आज यता पनि मान्छे बित्नु भएको थियो त्यही भएर आएको बाटो चाहिँ लास्टै अप्ठ्यारो रहेछ अब के गर्नु गाइज आमा बिरामी छ घरमा नि आमाको लागि भए पनि हतार हतार यस्तो बाटो भए पनि दौडिँदैछौँ स्कुटी यसरी बल्ल तल्ल आइरहेछ मान्छेहरूको मलाई चाहिँ डर लागेर म चाहिँ हिँड्दै गएको किनभने म नसकिने अवस्थामा छु कसरी हिँड्छ होला यहाँको मान्छेहरू मलाई चाहिँ एकदम डर लाग्यो हेर्नु न कस्तो राम्रो छ भ्यू चाहिँ फेरि हेर्न सक्नुहुन्छ गाइज यस्तो अवस्थामा छु म चाहिँ कस्तो राम्रो देखेको हो फिल्टरले यहाँ हेर्नु सक्नुहुन्छ भ्यू चाहिँ कस्तो छ भने टौडा देखिरहेछ यहाँबाट हेर्नुहोस् टौडा यो चाहिँ टौडा हामी चाहिँ बोसन यस्तो यो चाहिँ हाम्रो जाने बाटो यहाँ हेर्नु न कस्तो डाँडा यस्तो छ ओ यहाँ हिँड्यो भने कति कुरो टाँसेला त ल हेर्नुहोस् त ओ गड हेर्नु हिँड्न नसकेर दौडी आउँदै हुनुहुन्छ बाटो यस्तो डर लाग्यो फाइनली अब गाइज हेर्नुहोस् अलि राम्रो बाटो आयो राम्रो त के हो न यस्तै छ है यो चाहिँ बोसन हाम्रो साइलीको माइता यस्तो छ भएर डोडाउँदै ल्याइरहनु भएको छ हेर्नु न यो चाहिँ यहाँको चम्पादेवी महादेव स्कुल अब चाहिँ हेर्नुहोस् त गाइज यति राम्रो बाटो आइसक्यो कि